चर्चा पाएका तर बुद्धि नभएका इन्फ्लुएन्सरहरू कहिले सुध्रिने? आजकल सामाजिक सञ्जालमा केही स्वयंघोषित इन्फ्लुएन्सरहरू चर्चामा छन्। तर दुःखको कुरा यो चर्चा कुनै राम्रा कारणले होइन। एक भिडियो भाइरल भइरहेको छ जहाँ उनीहरूले राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेको चरित्रमाथि नै प्रश्न उठाएका छन्। सोच्नुस् त, जसले देशको नाम विश्वभर चम्काइरहेको छ, जसको छातीमा नेपालको झण्डा फरफराइरहेको छ, त्यस व्यक्तिप्रति यसरी बोल्नु कस्तो मानसिकता हो? इन्फ्लुएन्सर हुनु भनेको जिम्मेवारी लिनु हो, अरूको सम्मान गर्न जान्नु हो। तर कतिपयले चर्चा पाउनका लागि, थोरै भ्युजका लागि देशको गौरव बोकेका व्यक्तिहरूको इज्जतमाथि खेलवाड गर्न पनि नसोच्ने जस्ता लाग्छन्। सन्दीप लामिछाने त्यो नाम हो जसले हजारौं युवालाई क्रिकेटप्रतिको माया जगाएको छ। नेपालको झण्डा लिएर अन्तर्राष्ट्रिय मैदानमा उभिने साहस दिएको छ। यस्ता खेलाडीको चरित्रमाथि टिप्पणी गर्नु भनेको केवल एक व्यक्तिमाथि होइन, नेपालको सम्मानमाथि नै प्रहार गर्नु हो। आलोचना गर्न सबै स्वतन्त्र छन्, तर त्यसको सीमा हुन्छ। त्यो सीमा हो सम्मान। जसले देशका लागि पसिना बगाउँछ, जसले हाम्रो झण्डालाई गर्वका साथ उचाल्छ, त्यसको प्रति सम्मान गर्न नसक्ने हो भने त्यो इन्फ्लुएन्सर होइन, केवल सस्तो लोकप्रियता खोज्ने व्यक्ति मात्र हो। अब समय आएको छ इन्फ्लुएन्सरहरूको नाममा चलिरहेका यस्ता अपरिपक्व व्यवहारको अन्त्य गर्न। हाम्रो देशलाई गर्व दिलाउने खेलाडीहरूलाई समर्थन गरौं, सम्मान गरौं र सन्देश दिउँ। जो देशको झण्डा बोकेर मैदानमा उभिन्छ, उसलाई होच्याउनु भनेको आफ्नै देशलाई अपमान गर्नु हो। जय नेपाल।